कानुन, नीति, कार्यक्रम र बजेटले सबैलाई उस्तै र उत्तिकै प्रभाव पार्छ वा फाइदा पुग्छ भन्ने हुँदैन। महिला लगायत पछाडि परेका वर्गका मानिसहरूका फरक आवश्यकता र अनुभवहरू हुन्छ भन्ने तथ्य बुझिएन भने ती कानुन, नीति र बजेटले झन् असमानता बढाउँदै लैजाने जोखिम रहन्छ। त्यसैले लैङ्गिक उत्तरदायी संसदीय निगरानी आवश्यक हुन्छ। कानुन, नीति, कार्यक्रम र बजेटबाट महिला र पुरुषमा पर्ने प्रभावलाई हेर्ने विषय नै लैङ्गिक उत्तरदायी निगरानी हो, जसले लैङ्गिक समानतालाई केन्द्रमा राखेर नीतिगत निर्णय, संस्थागत संरचना र स्रोत साधनको विनियोजनदेखि विकासका लक्ष्य र प्रक्रियामा महिला प्राथमिकतालाई सम्बोधन गरिएको छ छैन भनेर निगरानी गर्ने गर्दछ। लैङ्गिक उत्तरदायी निगरानी अर्थात् जेन्डर रेस्पोन्सिभ ओभरसाइटलाई कानुन निर्माण र संसदीय अनुगमन दुवै अर्थमा बुझ्नुपर्ने हुन्छ। संसदीय निगरानी संसद मार्फत र संसदीय समितिहरू मार्फत गरिन्छ। सरकारका मन्त्रीहरूलाई लिखित र मौखिक प्रश्नहरू सोधेर ध्यानाकर्षण, सङ्कल्प जस्ता प्रस्तावका साथै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राखेर विधेयकमाथि छलफल गरेर सरकारको नीति, कार्यक्रम, बजेट खर्चबाट महिला र पुरुषमा पर्ने प्रभाव जस्ता विषयमाथि छलफल र छानबिन गरेर पनि यस किसिमको निगरानी गरिन्छ। मुलुकको संविधान, ऐन कानुनका साथै राष्ट्रिय नीति, योजना, कार्यक्रम र बजेटले महिलालाई पारेको प्रभावका विषयमा लैङ्गिक उत्तरदायी संसदीय निगरानी विशेष रूपले केन्द्रित हुने गर्दछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप कानुन निर्माण भए वा भएन, बनेका नीति र कानुन कार्यान्वयन भए वा भएनन्, नीति, कार्यक्रम कार्यान्वयनका लागि संस्थागत व्यवस्था र बजेटको उपलब्धता छ वा छैन, कानुन कार्यान्वयनका लागि नियम, निर्देशिका, कार्यविधि निर्माण भएका छन् वा छैनन्, ऐन कानुनको प्रभावकारिता के रह्यो जस्ता विषयमा लैङ्गिक कोणबाट निगरानी गरिन्छ। सार्वजनिक सुनवाई गरेर, सरोकारवालाहरूको सहभागिता गराएर, नागरिकको गुनासो सुनेर समेत निगरानी गर्ने गरिन्छ। लैङ्गिक दृष्टिकोणले संसदीय निगरानी गर्दा मुलुकको संविधान र यसले तय गरेका लैङ्गिक समानता र समावेशिता सम्बन्धी व्यवस्था, महिला सम्बन्धित सामान्य तथा विशेष कानुनहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौताहरू, सर्वोच्च अदालतले प्रतिपादन गरेका नजिर तथा सिद्धान्तहरू, समाजमा पहिलेदेखि चलिआएका प्रथा, परम्परा, प्रचलन, अभ्यासहरू जुन संविधान, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौताहरूसित बाजिएका छन् या छैनन्, राष्ट्रिय योजनाले तय गरेका प्राथमिकताका क्षेत्रहरू र सोसँग सम्बन्धित सूचकाङ्कहरू, दिगो विकास लक्ष्य, राष्ट्रिय लक्ष्य तथा सूचकाङ्कहरू, विभिन्न विषयगत रणनीतिक लक्ष्य तथा कार्ययोजनाहरू, वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धी विषय निगरानीका विषय र क्षेत्र हुने गर्दछन्। लैङ्गिक निगरानीका लागि संसदभित्र अलग संसदीय समिति बनाउने गरेको पाइन्छ। अलग समिति नभएको अवस्थामा अन्य समितिहरूसँगको सहकार्यमा लैङ्गिक मूल प्रवाहीकरण मार्फत लैङ्गिक समानताको लागि समितिले कार्य गर्नुपर्दछ। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि, सिड, बेजिङ घोषणा, दिगो विकास लक्ष्य लगायत सरकारको नीति, कार्यक्रम, बजेट र संस्थागत व्यवस्था निगरानीका मुख्य क्षेत्र हुन्। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनका विषयको अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सरकारले कसरी आन्तरिकीकरण गरी लागू गरिरहेको छ भनी विशेष रूपले निगरानी गर्नुपर्दछ। सङ्घीय संसदमा महिलाको विषय हेर्ने अलग समिति रहेको छ तापनि यसको कार्यक्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतका समुदायको हक अधिकारको विषयहरू समावेश छन्। संसदका अन्य विषयगत समितिहरू जस्तै मन्त्रालयको नीति कार्यक्रम, स्रोत परिचालन, राजस्वको अनुमान लगायतका विषय हेर्ने यस समितिको कार्यक्षेत्रलाई महिला केन्द्रित अर्थात् लैङ्गिक उत्तरदायी संसदीय निगरानीका क्षेत्रमा बढी केन्द्रित गर्न आवश्यक छ। त्यस्तै गरी अन्य विषयगत समितिहरूले समेत लैङ्गिक उत्तरदायी निगरानीको अभ्यास गरी लैङ्गिक उत्तरदायी निगरानीलाई प्रभावकारी तुल्याउन आवश्यक देखिन्छ।